यो मोही खानाले शीतलता पनि प्रदान गर्ने ज्यानमा र स्वास्थ्यका हिसाबले पनि अन्य कोल्ड ड्रिङ्क्सहरू खानुभन्दा हाम्रो घरमा उत्पादन भएको हैन हाम्रो त्यहाँ यसको फेरि बजारमा पैसा पनि डाइरेक्ट किसानकोमा पुग्छ। अब मल्टिनेसनल कम्पनीबाट आउने कोल्ड ड्रिङ्क्सहरूको पैसा त कहाँ पुग्छ दैनिक 30,000 लिटर मोही बजारमा खपत हुन्छ। यो वास्तवमा कस्तो लाग्यो भने मलाई चाहिँ यो अहिले गर्मीको समय भन्छ। गर्मीको समयमा यो मोही खानाले शीतलता पनि प्रदान गर्ने ज्यानमा र स्वास्थ्यका हिसाबले पनि अन्य कोल्ड ड्रिङ्क्सहरू खानुभन्दा यो मोहीले चाहिँ स्वास्थ्यलाई पनि फाइदाजनक र अर्को हिसाबले यो जुन हाम्रो नेपाल कृषि प्रधान पनि देश हो, धेरैजना चाहिँ अब विदेश पलायन भइरहेको अवस्थामा धेरैले चाहिँ अब स्थानीय उत्पादन भइरहेको छ। यसलाई प्रमोट गर्न पनि हामीले चाहिँ यो स्थानीय प्रोडक्टलाई आफूले चाहिँ प्रयोग गरियो भने उहाँलाई पनि एउटा चाहिँ हौसला हुने, एउटा चाहिँ प्रोत्साहन पनि हुने भन्ने हिसाबले चाहिँ मैले चाहिँ यो मोहीको चाहिँ विगत लामो समयदेखि प्रयोग जबदेखि बजारमा आयो मोहीको चाहिँ व्यापक रूपमा चाहिँ प्रयोग गरिरहेको छु। किनभने यसले यो स्वास्थ्यलाई पनि फाइदा र यसले चाहिँ यो हामीले प्रयोग गर्दाखेरि यसको यो मूल्य पनि सोझै रूपमा कृषकलाई नै जाने। अनि हामीले बाहिरबाट खरिद गरेका कोल्ड ड्रिङ्क्सहरू खाँदै गर्दा त्यो पैसा पनि बाहिरतिर चाहिँ निर्यात हुने गर्दछ। यसले यो खाँदै गर्दाखेरि चाहिँ यो स्वास्थ्यका हिसाबले पनि फाइदा र आफ्नो चाहिँ स्थानीय उत्पादनलाई पनि जोड दिने, यसले चाहिँ नयाँ व्यवसायीहरू युवाहरूलाई पनि रोक्नका लागि थप उत्पादनमा जोड्नको लागि पनि हौसला प्रदान गर्ने हिसाबले चाहिँ मैले यो मोहीलाई प्रयोग गरिरहेको छु। अन्य पेय पदार्थको सट्टा मोही खाने एउटा इक्जाम्पल हो। हामी खानपिनदेखि हेर्नुहोस्, हाम्रो इन्भाइरोमेन्ट हेर्नुहोस्, हामीले रुचाएका कुराहरू हाम्रो हजुरबाको पालामा ब्याक टु नेचर गए जस्तै अब चाहिँ जस्तो साइड इफेक्टको कुराहरू हेल्थ कन्सियस हुने हो नि त। हामीले हाम्रो बच्चाहरूलाई पनि त्यो कुरा सिकाउनुपर्छ। अब त्यो चाहिँ कुन खालको केमिकल मिक्स गरेर मार्केटमा आएको छ भन्ने कुरा नि हामीलाई थाहा छैन। हुन त त्यसको एउटा ब्रान्ड भ्यालु होला, अरूलाई नराम्रो नभनौँ, तर के छ भन्दा यो हाम्रो घरमा उत्पादन भएको होइन हाम्रो त्यहाँ यसको फेरि बजारमा पैसा पनि डाइरेक्ट किसानकोमा पुग्छ। अब मल्टिनेसनल कम्पनीबाट आउने कोल्ड ड्रिङ्क्सहरूको पैसा त कहाँ पुग्छ। हामीले एउटा लोकल प्रोडक्टलाई पनि यसले चाहिँ सहयोग गर्छ। यसले हेल्थ कन्सियस पनि छ। अनि फेरि माटोको भ्यालु पनि हामीले हाम्रो सन्तानहरूलाई अथवा नेक्स्ट जेनेरेसनलाई चाहिँ बुझाउनुपर्छ भन्ने पनि लाग्छ। त्यो हिसाबले अब जस्तो पोखरालाई हेर्नुभयो भने नि यस्ता प्रोडक्सनहरू अहिले भइरहेछ। अब म लगायत आम मान्छेहरूलाई चाहिँ हामीले चाहिँ यसमा चाहिँ अलिकति ह्याबिट चाहिँ बसाल्नुपर्छ जस्तो लाग्छ है मलाई चाहिँ। त्यही भएर यो लिइरहेको छु यो टेस्ट। पोखराको लागि बजारको माग सुरुमा त मोही भन्ने शब्द हामीलाई चिनाउने गाह्रो भयो होइन। उपभोक्तालाई के हो त मोही भनेको त अब घिउ निकालेको वस्तु हो, त्यो पनि बिक्री गर्ने भन्ने हिसाबले गयो होइन। अब त्यसलाई अलिकति हामीले स्ट्रगल गर्दै मोहीका फाइदाहरू बुझाउँदै गएपछि अब मोही उत्पादन गरेर बजारमा लानुपर्छ भनेर ब्रान्डिङ लेबलिङ गरेर गएपछि र मोहीको मूल्य लगायत त्यसमा लाग्ने लागतलाई हिसाब गरेर मोहीको मूल्य 45 रुपियाँ, आधा लिटरको बोतलको 45 रुपियाँ उपभोक्ता मूल्य राखेका छौँ। त्यो अब कस्ट अफ प्रोडक्सन पनि धेरै भएको हुनाले मोहीको मूल्य त्यो अवस्था पुग्या हो। अहिले मोही बजारमा पुर्याउन सकिएको अवस्था छैन। अब कतिपय ठाउँहरूमा मोही पुगेकै छैन र बजारमा विस्तारकै क्रममा छ। अन्य पेय पदार्थको रूपमा चिनीको मात्रा अत्याधिक भएको, केमिकलहरू राखेको होइन, फ्लेभरहरू राखेको भन्दा यो स्वच्छ ताजा उत्पादित किसानको घर गाउँबाट उत्पादित दुधबाट बनेको मिसावट रहित, चिनी रहित
मोही हो। यसबाट धेरै फाइदाहरू हुन्छ। कब्जियत भएको अवस्थामा यसले ठिक गर्छ होइन। छालाका रोगहरू, विभिन्न छालाका रोगहरूमा पनि मोहीमा मिसाएर बेसार लेपन गर्नाले छालाको रोगहरू निको हुन्छ भनिन्छ। त्यसै गरी हामीले विभिन्न पार्टी भोज भतेरमा अलिकति प्रोटिनयुक्त बढी खाना खान्छौँ भने त्यसलाई पनि डाइजेस्टको रूपमा काम गर्नको लागि लास्ट मोही खानी हो भने त्यसलाई डाइजेस्टको रूपमा काम गर्छ। यस्तै धेरै फाइदाहरू छन् मोहीका। अब चिसोको गर्मी भएको अवस्थामा त अब मोही खाँदा स्वास्थ्य एकदम राम्रो हुन्छ। जसरी बिहे व्रतबन्ध भोज भतेरमा मोहीको प्रयोगको पर्दो कस्तो छ यहाँ? अहिले पोखरामा बिहे व्रतबन्ध पार्टी प्लेसहरूमा अनि विभिन्न सार्वजनिक समारोहहरूमा मोहीको क्रम बढेको छ। अब भनौँ न बिहा बर्तनमा चिसो पेय पदार्थको रूपमा चिसो खाने चलन थियो, कोक फेन्टा खाने चलन थियो भने अहिले मोही मगाएर मोही दिने चलन अत्याधिक बढेको छ। वास्तवमा किसानबाट उत्पादित कृषिजन्य वस्तुको रूपमा दुधबाट बनेको मोही हो होइन। अहिलेको अवस्थामा दुध बढी भएको अवस्था छ। राष्ट्रिय उत्पादनमा दुध बढी उत्पादन भइरहेछ भने खपत कम भएको छ। विदेशी क्रम बढी भएको अवस्थामा उपभोग कम भएको अवस्थामा दुध त स्टक बढी छ। अहिले राष्ट्रिय रूपमै स्टक बढी भएको अवस्थामा यसले एउटा खपत गर्ने माध्यम पनि हो। कृषकलाई आय उपार्जन गर्ने एउटा माध्यम पनि भएको छ भने हामी उद्योगीहरूलाई पनि यसबाट राम्रै मुनाफा निकाल्न सम्भव भएको छ। अब यो चिसो पेय पदार्थको रूपमा मोहीलाई प्रवर्धन गर्नको लागि राज्यको स्तरबाट अवेरनेस प्रोग्रामहरू मोही कृषिजन्य उत्पादन हो, मोही खानुपर्छ है गर्मीमा, यसका फाइदाहरू छन् भनेर अवेरनेस प्रोग्रामहरू गर्नुपर्छ र मोही उत्पादन गर्ने उद्योगीहरूलाई अप्ठ्यारा के छन्। अब त्यसमा कोड अफ कन्डक्ट बनिसकेको छैन। मोही उत्पादन यस्तो गुणस्तरको मोही यसो हो उसो हो भनेर कोड अफ जुन मोहीमा हुनुपर्ने मापदण्डहरू बनिसकेका छैन। अब त्यसलाई राज्यले सम्बोधन गर्ला नै कोड अफ कन्डक्ट बनाउँछन् जस्तो लाग्छ। र अहिले राज्यबाट मोही उत्पादन गर्ने उद्योगीहरूलाई सहुलियतको रूपमा अब मेसिनरी पार्टहरूमा हरेक कुराहरूमा अनुदानको व्यवस्था गर्दा साना मोही उत्पादन गर्न लाग्ने कृषकहरू पनि मोही उत्पादन गर्न अगाडि बढ्ने थिए भन्ने